Un aplauso para mami y papi, porque en verdad rompieron. हेलो साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो ब्लगमा। आजको ब्लग भने ढोरपाटनको डे 2 ब्लग हुनेवाला छ। आज म तपाईहरुलाई ढोरपाटन यो सबै देखाउँछु। यहाँ देखाइसकेपछि माथि बुकीपाटनसम्म लान्छु, त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नु होला। मज्जाले पुरै ढोरपाटन घुम्ने, बुकीपाटन घुम्ने, सबै घुम्ने हो। अहिले भने यहाँ म ढोरपाटनमा छु। अब ढोरपाटनको कता कता के छ, लेट्स गो। ढोरपाटनको घोडा हेर्नुस्, घोडा चढेर ढोरपाटनको ब्लग सुरु गरियो। दाइहरूले घोडामा जाम भाइ, आनन्द हुन्छ, सबै घुमाउँछौँ भन्नुभयो। त्यही भएर हामी चाहिँ ढोरपाटनको घोडा चढेर अगाडि लाग्यो। यो चाहिँ मेरो घोडाको फर्स्ट एक्सपिरियन्स है, आजसम्म चढेको थिइनँ। जस आनन्द हुँदो रहेछ, हल्लिँदो रहेछ, मजा आउँदो रहेछ। यो एकचोटि यो घोडाबाटको पनि यो डाँडातिरको भ्यूहरू हेरौँ। अब तल गएपछि त तपाईँहरूले सबै देख्नुहुन्छ। यो यहाँबाट यस्तो राम्रो मौसम पनि एकदम आनन्दको शीतल यस्तो छ। तल हेर्नुहोस्, तल अब म तल गएर पनि फुलहरू फुलेको, अनि त्यहाँ एउटा नदी रहेछ, त्यो पनि सब देखाउँछु है। घोडाको यहाँ ह्यान्डल हुँदो रहेछ कि यसरी यता मोडे यता जाने, यो ह्यान्डल है हेर्नु है। म यता मोड्यो भने यता गयो, अनि त्यसपछि यता गयो भने यता गयो, अनि यसरी तान्ने भने फेरि ब्रेक लाउँदो रहेछ कि। घोडाको पनि बाइकको चाहिँ ह्यान्डल अरे के, भाइहरूले चलाउन सिकाउनु भएको थियो। अहिले चाहिँ म घोडा एक्लै चलाउँदै हिँडिरहेको छु। डर लाग्छ फेरि टोटिनियो कि भन्नुपर्ने। यस्तो राम्रो घोडाहरू पनि सधैँ सधैँ हुँदो रहेछन्, आनन्दले हिँड्ने, पाहुनाहरूलाई रक्षा गर्ने। वाओ, ढोरपाटनको चौर फुलहरू पनि अलिअलि फुलिसकेको छ। पहेँलो फुलहरू धेरै फुलेको रहेछ यता। अब उतापट्टि हेरौँ है त कस्तो फुलेको छ, उतापट्टि पनि गइन्छ। अहिले यहाँ घोडाबाट यस्तो देखिएको छ, यो सब देखाउँछु म तपाईँहरूलाई है। यहाँ त हेलिकप्टर पनि आउँदो रहेछ, त्यहाँ एच लेखेको छ। हेर्नुहोस् ढोरपाटनको चौर। यता पनि हेरौँ, यस्तो राम्रो रहेछ कि यो चौर। यता 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 देब्रे हिँड, देब्रे हिँड। यहाँबाट हिँड। ए घोडा चलाउँदैछु कि म, फेरि घोडाबाट देखाइरहेको छु तपाईँहरूलाई। हेर्नुहोस् ढोरपाटनमा घोडा चढ्न कस्तो आनन्द हुन्छ यो मौसममा। तपाईँहरू पनि ढोरपाटन आउनुभयो भने घोडा चढेर घोडा चलाउन नबिर्सिनुहोस् है। यस्तो मजाले घोडा चलाउने, घोडा चढ्ने, एक्लै चलाउने हो घोडा। ढोरपाटनको भ्यूसँगै घोडाको भ्यू हेर्नुहोस्। है 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 है, दुगुर 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 दुगुर। हेर्नुहोस् घोडा दौडौँ है अब, कसरी दुगुर छ। स्या 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 स्या, दुगुर 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 दुगुर। है 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 है, ल दुगुरे घोडा दुगुर। ओ त्यता त्यता सब गएर म तपाईँहरूलाई देखाउँछु है। एकचोटि यता मोडियो त, यता मोडियो, यता 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 चौर भन्दा यता जाम, यता जाम। हेर्नुहोस् साथीहरू, ढोरपाटनको चौर यस्तो राम्रो छ। फुलहरू यहाँ हेर्नुहोस् फुलिसकेको छ। यो सानो सानो फुलहरू फुलेको छ। ओ त्यतातिर भने निकै राम्रो फुलहरू फुलेको रहेछ। यहाँ घोडाहरू चढ्न ओर्न एकदमै राम्रो ठाउँ। यसरी त्यता पनि धेरैजना घोडा चढ्नु भएको छ, हामी पनि घोडामै चढेको छौँ। तर ढोरपाटन एकदम राम्रो, आनन्द, पिस छ के बवाल छ। ढोरपाटनको मेन चौरमा आइयो। यहाँ फुलहरू, साना साना फुलहरू फुलिसकेका रहेछन्। अब तपाईँहरू यता आउँदै हुनुहुन्छ भने अब आउन ढिलो नगर्नुहोस्। यसरी घोडा चढेर यो ढोरपाटनको मजा लिनुहोस्। ढोरपाटनमा घोडा चढ्न निकै आनन्द हुँदो रहेछ। यही हो ढोरपाटन। हेर्नुहोस् घोडा चढ्ने, भिडियो बनाउने, भ्लग बनाउने। ओए पानी 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 पानी, ए घोडा ए घोडा ए घोडा बिस्तारै। पानी रहेछ कि यहाँ त, ए हिलै हिलो रहेछ यता त। हेर्नुहोस् ढोरपाटनमा फुलेका साना फुलहरू। ओ त्यता भने ठुलो फुलहरू पनि फुलेको छ।
यता यसरी टिकटक बनाउने फोटो खिच्ने सबै यता आइछ। साना फुलहरू रहेछ कि यतापट्टि त, उतापट्टि ठुलो फुलहरू रहेछ, यता सानो रहेछ कि। साथीहरू हेर्नुहोस्, म यहाँ यसरी ढोरपाटनमा घोडा चलाइरहेको छु। ढोरपाटनमा यसरी घोडा चढेर हिँड्दा चाहिँ आनन्द हुने रहेछ। मौसम अनि त्यसपछि यो वातावरण मौसम जे भने नि एउटै भयो। यहाँ हेर्नुहोस् न, यो ग्राउन्डमा यसरी घोडा चढेर हिँड्दा निकै रमाइलो आनन्द, फुलहरू, यहाँ हिलो पनि रहेछ। फेरि ढोरपाटनको घोडाबाट झरिसके। अब भने म तपाईँहरूलाई यो ढोरपाटनको यो ग्राउन्ड चौर सब हिँडेर देखाउँछु, सबै देखाउँछु। अब कहाँसम्म देखिन्छ फुलहरू फुलेका सबै देखाउँछु। अब भने भिडियोहरू मजाले हेर्नुहोस् है, अघि घोडाबाट के कसो देखियो। अब भने मजाले फुल फुलेको सबै देखाउँछु। हेर्नुहोस्, यता ढोरपाटनमा फुलेका फुलहरू, साना साना फुलहरू यसरी फुलेका छन्। यसरी हेर्दाखेरि भने निकै राम्रो फुलहरू देखिएको छ। यता यसरी घोडा चढेर पनि आउन सकिन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। यसरी घोडा चढेर हिँड्दा पनि एकदम आनन्द हुन्छ। अलिकति पर पनि जाम के कस्तो छ, परतिर निकै राम्रो फुलहरू फुलेको छ। यताभन्दा पनि त्यता राम्रो फुल फुलेको छ। त्यही भएर हामी चाहिँ सुरुमा त्यता जाम है। मौसम पानी पर्ला जस्तो भएको छ। पानी पर्लो जस्तो भए पनि एकचोटि यताबाट पनि फेरि हेर्नुहोस्, यता घोडाहरू धेरै चर्न आउने रहेछन् कि। यता घोडा चढिरहेका छन्, फुल फुलिरहेको छ। ढोरपाटनमा यस्तरी फुलहरू फुलिसकेको छ। तपाईँहरू कहिले आउने, छिटो आइहाल्नुहोस्। यता फुल फुलेर यसरी राम्रो देखिसकेको छ ढोरपाटनको यो चौर। यता घोडा पनि चरिरहेका छन् मजाले। हाम्रो नेपालको ढोरपाटन यस्तो छ। तपाईँहरू विदेश राम्रो भन्नुहुन्छ, यहाँ हेर्नुहोस्, नेपाल पनि कम छैन विदेशभन्दा। यस्तरी ढोरपाटनमा फुलहरू फुलेको छ, यसरी घोडाहरू चरिरहेका छन्। यस्तो राम्रो छ कि हाम्रो नेपाल, हामीले चिन्न नसकेर हो। साथीहरू यहाँ हेर्नुहोस् न, यसरी घोडा कति मजाले चरेका कि। यी घोडाहरू छन् नि, यी ढोरपाटनका घोडाहरू फुल चाहिँ नखाने रहेछन् कि। हेर्नु न, अब यहाँ फुल छ होइन, उसले घाँस मात्र खाइरहेको छ कि। अनि त्यसपछि फुल जोगिने रहेछ कि। यसरी घोडाहरू पनि हेर्नु न कस्तो आनन्दले आएर बस्दिने कि, हान्दै नहान्ने, कस्तो मजा के। हान्लान् जस्तो चाहिँ नै, हेर्नु न, मजा छ नि है। लात्ताले त हान्दैनन् नि, कस्तो मजा, माया गर्ने कि। धन्न हानेनन्। एकचोटि यहाँ फुल फुलेको पनि हेर्नुहोस्, घोडा पनि हेर्नुहोस्, यसो राम्रो के। यो दृश्य हेर्नुहोस्, यस्तरी घोडाहरू मिलेर बसेका छन्, फुलहरू फुलेको छ। यस्तो राम्रो छ कि ढोरपाटन। तपाईँहरूले नेपालमा केही राम्रो छैन भन्नुहुन्छ होला। हेर्नुहोस्, यो ढोरपाटनको ब्युटी हेर्नुहोस्, यस्तो राम्रो छ। घोडाहरू यस्तरी मजाले चरिरहेका छन्। यता यो चौर, घोडा हेर्न आउनु पनि पर्दो रहेछ, आफै चर्ने हैछन् यी घोडाहरू त। आफै चर्ने यी घोडाहरू। यता घोडा हेर्न यसरी कुकुरहरू पनि आउँदो रहेछन् कि। कुकुरले चराउने हैछन् कि घोडाहरू। यसो घोडालाई केही भयो, सुत्यो अरे भने दुगुर्दै उठाउन आउँदो रहेछन् कि कुकुरहरू। त्यतिसम्मका जिम्मेवारी हुँदो रहेछन् यताका। उही त्यो घोडा त कस्तो राम्रो। एकचोटि यहाँबाट यो 360 भ्यू पनि हेरौँ है ढोरपाटनको। अहिले मजाले घाम लागेको छ, एकचोटि यहाँबाट 360 भ्यू पनि हेरौँ है। वाउ, कस्तो राम्रो है। ल, यत्रो छ चौर भने निकै ठुलो छ कि, परसम्मै। यहाँको यस्तो मजाको भ्यूहरू खिच्यो। अब म धेरै पर आएको छु यो चौरको। अब फेरि पनि अघि जाँदा उताबाट देखाउँदै गएँ। अब म तपाईँहरूलाई यताबाट देखाउँदै त्यहाँ माथि बुकीपाटन जाने ठाउँमा जान्छु। त्यसपछि बुकीपाटनको त सब बबाल भिडियो आउँछ। साथीहरू, यो ढोरपाटनको चिफ्लोमा यस्तरी लडियो। मेरो त कपडा, यो सेतो कपडा पनि यही मात्र थियो, लडियो। अब कताबाट जाने, हिलोमा आउँदाखेरि लोटियो। अब यहाँ यो चिप्लो छ कि पानी हातभरि। अब कता नहिलो बाटो खोज्दै घोडामा जानुपर्ने रहेछ। लोटियो, मेरो त कपडा पनि फोहोरो भयो। अब भने यहाँ
यहाँबाट अब बनाउँदै बनाउँदै मासतिर जान्छु है म। लोटियो पनि बनाउनु पर्यो, निकै हिलो छ, जुत्ता सुत्ता पनि सब भिज्यो, अनि त्यसपछि लोट्न पनि लोटियो, कपडा पनि भिज्यो। अब भने यता होटेलतर्फ गएर बुकीपाटनको लागि निस्किनुपर्छ। यसो पहिला सुरुमा म यो हिलो बाटो कट्छु, त्यसपछि मात्र भिडियो बनाउँछु। यहाँ त हिलो बाटो हिलो छ, कताबाट जाने हो त्यो माथि निस्कियो भने चाहिँ अलिकति हिलो छैन होला। हिलोमा गडियो, जुत्ता चिसो भयो, माथि जानलाई बाटो हेर्दै हिँड्छु है म। अब यता हेर्नुहोस्, यसरी भैँसीहरू यहाँ चरिरहेका छन् यो ढोरपाटनमा। अब यताबाट हामी सरासर जान्छौँ यो ढोरपाटनको यो भ्यू हेर्दै। अब यो चौरहरू यता यो हेर्नुहोस् ल, एकचोटि यताबाट पनि पुरै हेर्नुहोस्, आकाशहरू यस्तो खुलेको छ। अघि घाम लागेको थियो, अहिले भने कुहिरो लागेको छ। अब यताबाट हिलै छ कि बाटो, फेरि हिलो छ। हिलो भए पनि अब जानु पर्यो। यता माथिबाट हिलो नहोला भनेर आएको, झन् यहाँ त हिलो रहेछ। यता माथि चढेर जानु पर्ला। अब यो केही हुन्न होला नि है। हो, यहाँ माथि चढेर हिँड्नु पर्यो। ल अब यताबाट हिँड्नु पर्यो कि यस्तो बाटो। यताबाट चाहिँ अलिकति हिलो कम हुन्छ कि। त्यता कतिको हिलो छ? अब भने म ढोरपाटन त्यता तलतिर खिचेर आएँ, फुलहरू बगैँचातिर चौरतिर खिचेर आएँ। अब भने म यहाँ होटेलमा आउन लागेको छु। अब होटेलमा खानासाना खाएर माथि बुकीपाटनको भ्यू, बब्बाल भ्यू हेर्नुपर्छ। ढोरपाटनको त के भ्यू हो र, माथि बुकीपाटनको भ्यू सबै म तपाईँहरूलाई भिडियो बनाउँछु, देखाउँछु। अब भने म यहाँ खाना खाएर अगाडि बढ्छु है। म तपाईँहरूलाई ढोरपाटन घुमाइसकेँ। अब भने म यहाँबाट खानासाना खाएर बुकीपाटनको लागि निस्किएको छु। अब यो गाउँ ढोरपाटनको यो गाउँबाट अगाडि बढ्दैछु। म तपाईँहरूलाई सबै बाटोको भ्यूहरू, माथि बुकीपाटन सबै देखाउँछु है। यो भिडियो बुकीपाटनसम्म जो हेर्नुहोस् है, एकदम राम्रो छ, त्यसैले अन्तिमसम्म हेर्नुहोस्। यो पाखाथर गाउँबाट अगाडि बढौँ है। यो गाउँको नाम पाखाथर रहेछ। यता हेर्नुहोस् एकचोटि, यहाँबाट नि हेर्नुहोस् न पाखाथर तलतिर। यसरी यहाँ भने त्यस्तो खानासानाहरू मिठो पाउँदो रहेछ। यसरी गाडीहरू पनि यसरी आउँदो रहेछ। बाइकमा आउन दुःख हो, बाइक पनि आउँछ आउन त, तर दुःख छ। अब मासतिर के कसो छ, अब मासतिर पनि म तपाईँहरूलाई कसरी जाने के गर्ने भनेर देखाउँछु है। यो ठाउँ कस्तो रमाइलो के, यहाँबाट यसरी पानी बगेको आवाज आइरहने, यसरी यहाँबाट यो पानीको आवाज, अनि वेक टु काँडे पाखथर रे। हेर्नुहोस् यो गाउँ कस्तो राम्रो है। यहीँ बसौँ के, यस्तो गाउँहरूमा बस्न पाए कति मजा हुन्थ्यो होला, कस्तो आनन्द हुन्थ्यो होला सधैँ बस्न पाएदेखि। अब यहाँबाट ट्रेकिङ सुरु त भइसकेको छ, तर हिलो रहेछ अलिकति। यता बुकी जाने बाटो भनेर यहाँ सेतो उल्ले लेखेको रहेछ। यसरी बुकी जाने, यसरी पानी, यस्तो पानी देख्दा त मजा हुन्छ, तर पानीमा लोटियो भने त बिजोग हुन्छ है फेरि। यता पनि अलिअलि फुलहरू त फुल्दो रहेछ। अब यताबाट त्यो मासतिर डाँडा उकालो ट्रेकिङ जाने होला। ट्रेकिङ त उकालै जाने। अब कुन डाँडाबाट हो, यता जाँदै देखिन्छ। बुकी जाने बाटोमा यसरी सानो पुल, काठको पुल, अनि यता यसरी बगेको खोला। कस्तो राम्रो हुन्छ नि यसरी खोला बगेको हेर्न है। यहाँ हेर्नुहोस् न, घरभित्रबाट पानी आएको छ, यता फेरि घर मुनिबाट पानी आएको छ। यतातिर त पानीको आवाज मात्र के, पानीको साउन्ड मात्र सुन्न कस्तो मजा हुन्छ नि त। अब तपाईँहरू बुकीपाटन जानको लागि चाहिँ यहाँ इन्ट्री गरेर जानुपर्ने रहेछ है। हामीले यहाँ इन्ट्री गऱ्यौँ। अब हामी यहाँबाट लाग्छौँ मासतिर लागिन्छ। एकचोटि यहाँबाट पानी उर्लिएको पनि हेर्नुहोस्, यस्तरी उर्लिएको छ पानी। यता इन्ट्री गर्ने ठाउँ, यता कालीमाटी पावर हाउस 2916 मिटर लेखेको छ। अब लागौँ यहाँबाट अगाडितर्फ। थोरै माथि निस्किँदा यस्तो राम्रो भ्यू छ भनेपछि माथि पुग्दा कस्तो भ्यू होला त, एकचोटि सोच्नुहोस् त। मासतिरबाट मान्छेहरू आउँदै हुनुहुन्छ। यतातिर हेर्नुहोस् है, यतातिर म तपाईँलाई एउटा राम्रो ठाउँ देखाउँछु। यस्तो छ नि यो जङ्गल,
अनि त्यसपछि यहाँबाट सफा पानी बगिरहेको छ कि यो पानी खानेपानी चाहिँ यही हो अरे के यो सफा बगिरहेको पानी खानेपानी चाहिँ यही हो अरे के तपाईँहरू यदि बुकीपाटन हिँड्न सक्नुहुन्न भने यसरी घोडाको पनि व्यवस्था छ है यसरी घोडामा पनि हिँड्न सकिन्छ यस्तो निकै राम्रो छ यता वातावरण बाटोलाई टेन्सन लिनै पर्दैन यहाँसम्म है फेरि मासतिर के कस्तो छ तपाईहरुलाई त म देखाइहाल्छु नि फेरि भ्यू राम्रो भ्यू यहाँ बाटोमा ढोरपाटन बिलिभर्स इङ्ग्लिस स्कुल रहेछ बोर्डिङ पनि कस्तो माथि ल्याएर राखेको गाउँ हो वहाँ पर छ त्यतै राखेको भयो नि हुने नि यहाँ यत्रो माथि आउने रहेछ विद्यार्थीहरू पढ्नलाई अब यता जङ्गल पनि छ जङ्गलमा अब बाघ साग आउला नि स्कुल कति माथि हो है अब मास्तिर गाउँ घर होइन होला अब भने अलिअलि थकै लाउन सुरु भएको छ अलिअलि उकालो पनि सुरु भइसकेको छ यता हेर्नुस् यता यसरी भैँसीहरू चरेका छन् यही यस्तो थकै लाखा माथि पुग्दा के हुन्छ होला है त्यही पनि केही छैन जानी हो जसरी भए पनि बाटोमा यहाँ यसरी आगो ताप्ने र चिया खाने ठाउँ पनि रहेछ है यसरी आगो ताप्न पनि पाइन्छ है हेर्नुहोस् आगो ताप्ने चिया खाने अब यो चिया खाने ठाउँमा पानी पर्यो अब भने हामी यहाँबाट रेनकोट लाएर अगाडि बढ्दैछौँ बुकीपाटन जान यस्तो मजा छ यस्तो मजा पानीमा भिज्दै जानको आनन्द अब पानीमा भिज्दै जाने हो यताबाट दाइहरू पनि पानीमा भिज्दै आउनुभएको छ बिरामी नगए हुन्छ अरू त केही हुँदैन त्यही हो अब यो चिया खाने ठाउँबाट अब हामी लाग्छौँ आफ्नो ट्रेकिङ तर्फ रेनकोट लाएर दाइ जाडो भएको छ कि नै रमाइलो भएको छ अब भने के भन्छ अरे लेक लाउने गर्ने भन्ने चान्सै हुँदैन यस्तो मजा वाउ कस्तो बवाल भ्यू हो यहाँ त हेर्नु अगाडि दाइ दिदीहरू पनि यसरी हिँड्नु भएको छ यो खोला तर्नी चाहिँ कसरी हो पानीबाटै तर्ने हो कि माथिबाट जानु पर्ला हेर्नुहोस् यस्तो मजाको भ्यू छ यहाँ यसरी खोला तरेर अगाडि बढ्ने अब यो खोला पनि तरियो अब यहाँबाट अगाडि भिज्दै जुत्ता हेर्नुहोस् जुत्ता भिज्यो प्लास्टिक पाइएन यसरी लौरो टेक्दै जानुपर्ने रहेछ यसरी यहाँबाट यसरी पानी यसरी बगिरहेको छ भित्र पानी नपुग्दै हुन्थ्यो रेनकोटबाट अरू त केही पनि हुँदैन साथीहरू यता हेर्नुहोस् यहाँ बाटोमा धेरै रहेछन् एउटा मात्र चिया खाने ठाउँ होला भनेको धेरै रहेछ यसरी हिँड्न सकिएन भने घोडामा जान पनि सकिन्छ है यसरी घोडामा यता भयो यताको भ्यू भल आएछ त यहाँबाट त एकचोटि यताबाट पनि हेरिदिनुहोस् सेल्फीबाट पनि म कस्तो देखिएको छु भनिदिनुहोस् पानी परेर ठेकदार चाहिँ भइया रेनकोट पनि यस्तै छ ट्रेकिङको असली मजा भनेकै यही हो के साइडमा यसरी ट्रेकिङ अनि तल यसरी बगेको खोला ट्रेकिङको मजा भनेको नै यही हो हेर्नुहोस् त खोला कस्तो माथिबाट आएको खोला माथितिरको भ्यू पनि हेर्नुहोस् यता यो ट्रेकिङ पनि हेर्नुहोस् पानी परे पनि अहिलेसम्म त्यस्तो जाडो फिल चाहिँ भएको छैन है मलाई यस्तो हाइटमा यस्तो पानीमा भिजेर ट्रेकिङ हिँड्नु पर्यो हेर्नुहोस् त यसरी बगेको खोला यहाँबाट पनि हेरौँ है हामी एकचोटि कताबाट आएको रहेछ हेर्नुहोस् त यता ट्रेकिङ
यताबाट यसरी बगेको छ खोला। यता कता गएको छ खोला? तलतिर। तल मात्र राम्रो भ्यू होला भनेको त माथि त झन् बवाल भ्यू रहेछ। यता यस्तो खोला अनि यता चाहिँ हिँड्ने बाटो, यहीँबाट यसरी हिँड्न मजा आउँछ। यसरी खोलाको आनन्द लिँदै यता काँक्रो खाँदै बल्ल 3320 मिटरमा आइएछ। यस्तो यति धेरै माथि आइयो भनेको त बल्ल 3320 मिटरमा। यहाँबाट पुलबाट जानुभन्दा खोलाबाट जान मजा आउँछ। म चाहिँ खोलाबाट जान्छु है। यता हेर्नुहोस्, यता आइया यहाँ ओत्तिनी आगो फुक्ने ठाउँ पनि रहेछ। बल्ल बल्ल 3420 मिटरमा आयो। के हो यो? चेप्टा ढुङ्गा। ए यहाँ पनि रहेछ त खाजा खाने ठाउँहरू। रेडबुल सेडबुल एक्सट्रिम के खाने हो यहाँ खान पाइँदो रहेछ। यहाँ पनि बाटोमा यसरी पानी पऱ्यो भने ओत्तिने ठाउँ, यता खाजा खाने ठाउँ, रेडबुल पनि पाइँदो रहेछ यहाँ। एक्सट्रिम रेडबुल दायाँ बायाँ सबै। एक्सट्रिम यहाँ पनि आउँछ दाइ? ल एक्सट्रिम यहाँ पनि आउँदो रहेछ है। कहीँ गए पनि छोड्दैन मलाई एक्सट्रिमले। ल अब यता यस्तो छ साथीहरू। बाटोमा यस्ता पुलहरू तपाईँहरूले धेरै देख्न सक्नुहुन्छ। धेरै नै रहेछन्, तर पुलबाट हिँड्नुभन्दा तलबाट हिँड्न मजा आउने रहेछ के। यस्ता खोलाहरू त तपाईँहरू यता आउँदाखेरि पानी मिनरल वाटर बोकेर दुःख पाउनै पर्दैन है। जहाँ पनि एकदम सफा सुग्घर खानेपानी छ। यस्तो रेनकोटमा ट्रेकिङ, पानी परेको बेला यस्तो ट्रेकिङ चलिरहेको छ। रमाइलो हुन्छ यस्तो पानी परेको बेलामा। जबसम्म रमाइलो हुन्छ तबसम्म जाडो हुँदैन। चाहिँ बाटैबाट पनि यसरी घोडा फिर्ता लान मिल्दो रहेछ। दाइ यताबाट घोडा फिर्ता लिएर जान नि पाइन्छ? ए यसरी घोडा लिएर हिँड्न सकिएन भने बाटाबाट यसरी घोडा लिएर हिँड्न पाइन्छ। हान्छ दाइ यसले? हेर्नुहोस् कति माया लाउने घोडा। जाऊ है राम्रोसँग। यहाँबाट माथि गएको पैसा कति लाग्छ दाइ? यहाँबाट 2000, तलबाट 3500 है। यो भेडा हो कि च्याङ्ग्रा हो? यो त च्याङ्ग्रा होला। अब यहाँबाट यसरी पहिलो भेडा च्याङ्ग्रा सुरु भएका छन्। हेरौँ यता आऊ। यस्तो यिनीहरूलाई जाडो पनि हुँदैन क्या हो? माथि सब जङ्गलमा यसरी छोडिने रहेछन् दसैँका लागि। हेर्नुहोस् यो त भेडाको त सिङ हुन्न क्या, यो त च्याङ्ग्रा हो क्या। साथीहरू अब भने म्यान उकालो सुरु हुँदै रहेछ यो ठाडो खोलाबाट। ठाडो खोला 3550 मिटरमा रहेछ। अब यहाँ ठाडो खोलाको पुल हेर्नुहोस्। त्यसपछि मासतिर हेर्नुहोस् रेनकोट लगाएका देख्नुभएको छ नि। रेनकोट लगाएको उहाँहरू सबैजना यही ट्रेकिङलाई हिँड्नुभएको। अब हेरौँ यता पुल, ठाडो खोला। पुलमा तरेर जान नि सकिन्छ। तिर्खा लाग्यो भने यहीँको यो बगेको सफा पानी खाने हो। म त पानी यो उकालोमा बोक्न कसले सक्छ र होइन। यहाँबाट पानी खान जानु पर्यो खोलामा। यताबाट उकालेर अब यहाँबाट ठाडो खोला 3550 मिटरमा आइयो। यहाँबाट त ठाडो खोला त ठाडै छ त। बल्ल हामी अब 3550 भनेपछि अब कति 450 मिटर बल्ल। अब 450 मिटर माथि एकचोटि ठाडो खोलामा मेरो सेल्फी भ्यू पनि हेरिदिनुहोस्। यस्तो छ। यता भेडाहरू चराउनुहुन्छ। मान्छेहरू खुब हिँड्नु भएको छ यताबाट। अब चाहिँ ठाडो खोलाको यात्रा सुरु गरौँ यहाँबाट। यस्तो ठाडै छ। वहाँ माथि पुग्नुभएको। माथि पुरै ठाडो रहेछ यार। कसरी जाने हो ठाडो उकालो? यहाँसम्म त सम्म थियो। ठाडो खोलाबाट भने सासै निस्किन्छ जस्तो उकालो छ है। एकचोटि यहाँ कुहिरो हटेको छ। कुहिरो हटेदेखि अलिअलि कुहिरो हटेको छ। यता हेर्नुहोस्, यता यो खोला भनियो कि झरना भनियो, यसरी बगेको छ।
यहाँ माथिको भ्यू भने यस्तो छ। ठाडो खोला अलिकति माथि त आइयो। अब मासतिर हेर्नुहोस् त, मासतिर त वहाँ माथि पुग्नु छ, कसरी पुग्ने हो खै। तर मलाई अहिलेसम्म केही गाह्रो पनि भएको छैन, एकदम मजा आइरहेको छ। यस्तो उकालो त के हो र मेरो लागि। अब भने पानी बिसाउन लागेको छ, तर हेर्नुहोस् यस्तो उकालो यसरी आइयो क्या, रेनकोट ओढेर। अब माथि पुगेपछि खोल्नु पर्ला रेनकोट, अझै कति टाढा छ थाहा छैन। यता आउँदाखेरिको सबभन्दा ठुलो उकालो भनेको चाहिँ यही ठाडो खोलाबाटै सुरु भएछ कि, नत्र अलिकति पर अलिअलि उकालो त छ, तर सम्म जस्तो पनि देखिएको छ। अब यहाँसम्मको यो उकालो हेर्नुहोस्। यता तपाईँहरू गाडी भन्न आएछ, हिँड्दै आउन सक्नु भएन भने यसरी यो दाइ चाहिँ घोडा चढेर आउन सक्नुहुन्छ। 3500मा माथिबाट घोडा चढेर आउन सकिन्छ। यसरी घोडा चढेर आउन सकिन्छ। अब मासतिर यो ठाडो खोला कति बेला कटिन्छ है त। अब यता ठाडो खोलाको पनि हेरौँ कति बेला पुगिन्छ। तपाईँहरू यो बुकीपाटनको ट्रेकिङमा यो ठाडो खोला आउँदाखेरि पानी खानी, पानी भोर्नी सबै त्यही ठाडो खोलामै खाएर पानी भरेर आउनु होला है। यो ठाडो खोलाको उकालोमा कतै पानी छैन, त्यही भएर यति कुरा चाहिँ ख्याल गर्नुहोस् है। ठाडो खोला लेक छ त्यहाँ तल, त्यहाँ नदी भनौँ कि एउटा नाला भनौँ या झरना भनौँ, त्यो एकदम सफा पानी, त्यो खाने, त्यहाँ बोतलमा भर्ने, अनि यो ठाडो खोला चढ्ने गर्नुहोस् है। नत्र यहाँ मैले चाहिँ दुःख पाउनुहुन्छ, यहाँ घाँटी सुकिरह पानी खान पाएको छैन, त्यति चाहिँ गर्नुहोस् है बुकीपाटनको ट्रेकिङमा। यता 3750 मिटरमा आउँदासम्म पनि केही भएको छैन है। एकचोटि यता तलतिर पनि हेरिदिउँ है, तलतिर पनि। साथीहरू बाटोमा हामीलाई दाइ दिदीहरूले यसरी नस्पति दिनुभएको छ, हामी नस्पति खाँदै हिँडेको छौँ। यस्तो ठाडो उकालोमा नस्पति खाँदै यहाँ दाइ हिँड्न नसकेर यसरी आत्तिनु। दाइ कतिको गाह्रो भइरह? दाइ नस्पतिको पावर कस्तो छ त? अब नस्पति पावर। ठाडो खोलाको यो उकालो कटेपछि यहाँ एउटा पानी खाने, चिया खाने ठाउँ रहेछ। यो ठाडो खोलाको उकालो, यो जुन म्यान उकालो थियो अहिलेसम्मको, यो उकालोभरि चाहिँ कतै पनि थिएन पानी खाने ठाउँ। यहाँ चाहिँ पानी चिया खाने ठाउँ रहेछ। त्यसपछि यता अगाडितर्फ बाटो यस्तो छ। यहाँ हेर्नुहोस् घोडा कति सधैँ हुन्छ नि, यस्तरी घोडा, यस्तो सधैँ घोडा। यहाँबाट भने अब अलिकति सम्म जस्तो छ है। साथीहरू अब भने म यहाँ पुग्न लागेको छु। पुग्न लाउने बेलामा चाहिँ यस्तो भ्यू निकै नै राम्रो भ्यू देखिएको छ। अब भ्यू देखिए पनि उता कुहिरो लागेको छ। भोलि बिहान भने निकै राम्रो भ्यू देखिन्छ। अलिकति सास फेर्न त त्यस्तो गाह्रो भएको छैन। यो ट्रेकमा चाहिँ त्यस्तो गाह्रो भने चाहिँ हुने रहन्छ। अब एकचोटि यताको पनि भ्यू हेरिदिउँ है। यताबाट यसरी आउनुहुन्छ, यता यसरी पानी बगेको छ, यता यस्तो छ। अब यताबाट यसरी तल यस्तो छ। अब पुग्न लागिएको छ, रमाइलो छ। आउनुहोस् एकचोटि अवश्य घुम्न। यो बुकीपाटन ढोरपाटनबाट 4 देखि 5 घन्टाको ट्रेक, त्यो चाहिँ अब तपाईँहरूको हिँडाइमा भर पर्न सक्छ। 3 घन्टा हुन पनि सक्यो। साथीहरू अब भने यहाँ पुग्ने बेलाको अन्तिम उकालोमा सबैजना झोक्राउनु भएको छ। यहाँ सबैजना निदाएर सेलाउनु भएको छ। अब यहाँबाट त्यहाँ पुग्न पनि लाग्छ 2-1 घन्टै लाग्छ जस्तो हुँदो रहेछ कि यहाँ, तर आधा घन्टा पनि लाग्दैन होला। यता एकचोटि यताबाट पनि हेरौँ, यता पनि हेरौँ, एकचोटि यता तलतिर पनि हेरौँ है। यस्तो गाह्रो हुँदो रहेछ यहाँ आएपछि त, पुग्ने बेलामा त लास्टै गाह्रो हुँदो रहेछ हिँड्न। ढोरपाटन बुकीपाटन टेन्ट हाउस। ल अब चाहिँ यहाँ टेन्टहरू सुरु हुन लागिसकेको छ। माथि घरहरू चाहिँ छैनन्, हो ती टेन्टहरू यता यस्तो छ। अब यिनै टेन्टहरूमा बस्ने हो हामी। तपाईँहरू आए पनि हामी आए पनि अब यही टेन्टहरूमा बस्ने हो। अब कुन टेन्टमा हो अब त्यहीँ गएपछि थाहा हुन्छ है।
दुःख पाएर आइयो यस्तो पानीमा भिजी। अब एकचोटि यहाँ माथि आएर एकचोटि तलको पनि भ्यू हेर्नुहोस् ल। तल के कस्तो छ, घोडा देख्नुभयो, घोडामा पनि मान्छे आएकाहरू यहीँ झरे यस्तो छ। अब गरपा छेडा भन्दो रहेछ 4000 मिटर हाइट। यहाँ चाहिँ 4000 मिटर रहेछ। 4000 मिटरमा आउँदासम्म अन्तको ट्रेक जस्तो चाहिँ छैन है। यहाँ यो गरपा छेडा फाइनल्ली 4000 मिटर हाइटमा आइयो। बुकीपाटन यही हो। यहाँ हेर्नुहोस् पानी पर्दाखेरिको यो बुकीपाटनको भ्यू। यता यो बस्ने टेन्टहरू यता पनि धेरैजो छन्, यता तलतिर पनि धेरैजो छन्। यता यही टेन्टमा बस्ने छ रातिमा। अब यता तलतिरको भ्यू त तपाईँहरूलाई थाहा नै छ। अब यहाँका टेन्टहरू हेरौँ है एकचोटि। यहाँका यी टेन्टहरू चाहिँ धेरैजो रहेछ, तर तपाईँहरूले चाहिँ यहाँ आउँदाखेरि चाहिँ टेन्टहरू एकचोटि बुक गरेर आउनु है। तल जुन होटेलमा बस्नुहुन्छ त्यो होटेलमा गरेर आउनु है। यहाँ कुकुरले टोक्छै चाहिँ गरेको छ, तर मलाई त डर लाग्न त बोल्दिनँ। यता हेर्नुहोस् टेन्ट, यहाँ गीत पनि बजेको छ। चिसो मौसममा। हेलो साथीहरू, गुड मर्निङ फ्रम बुकीपाटन। यो तपाईँहरूले यो देखिरहनु भएको यो बुकीपाटन हो। हिजो चाहिँ म यही टेन्टहरूमा बुकीपाटन बसेँ र आज चाहिँ म तपाईँहरूलाई लाँदैछु टिकाधारा। बुकीपाटनबाट माथि 1.5 घन्टा हिँडेर टिकाधारा पुगिन्छ। त्यहाँ चाहिँ हिमाल एकदमै नजिक देखिन्छ। भेडाहरू 2-3 हजार भेडाहरू सब त्यहीँ छन्। त्यही भएर म तपाईँहरूलाई अब बुकीपाटनबाट टिकाधारा लैजान्छु। त्यसैले यो भिडियो अब बुकीपाटनबाट टिकाधारासम्म हेर्नुहोस् है। एकचोटि हिँड्नभन्दा अगाडि यो बुकीपाटनका टेन्टहरू पनि हेर्नुहोस् न है। यताबाट तपाईँहरू ढोरपाटनबाट 4 देखि 5 घन्टाको ट्रेकिङमा आउनुहुन्छ यो बुकीपाटन। बुकीपाटन आएर तपाईँहरू चाहिँ यही टेन्टहरूमा बस्नुपर्छ कि। हेर्नुहोस् कतै ठुला टेन्टहरू हुन्छ, कतै साना टेन्टहरू। तपाईँहरू ढोरपाटनबाट आउँदाखेरि बुक गरेर आउनु है। फेरि कुनै बेला भिड भयो भने तपाईँहरूलाई गाह्रो पर्न सक्छ। त्यसैले यो बुक गरेर आउनुहोस्। अनि त्यसपछि ट्रेकिङ, पहिलो दिनको ट्रेकिङ यहाँ आएर बस्ने, माथि बस्ने ठाउँ छैन, यहाँ बसेर अनि त्यसपछि माथि जाने है बिहानै उठेर। हेर्नुहोस् यहाँ टेन्टहरू धेरै नै छन्। हामी चाहिँ यो टेन्टमा बसेका थियौँ हिजो, रमाइलो भएको थियो। हेर्नुहोस् अहिले चाहिँ बिहानमा कुहिरो लागेको छ, खुलेको छैन। माथि जाँदा चाहिँ खुल्छ होला। अब चाहिँ यहाँबाट लागौँ है। अब चाहिँ यहाँबाट यता लागौँ मासतिर। घाम उदाउन लागेको छ यता हेर्नुहोस्। अनि त्यसपछि यता यो बाटो हेर्नुहोस् त यस्तो राम्रो छ। यता मासतिरको भ्यूहरू पनि यस्तो बबाल राम्रो छ। आकाश निलो। अब यता हिँडौँ है हामी। अझै कति टाइम लाग्छ, हामी पनि पहिलोचोटि आएको। अब हिँडाइ राम्रो भयो भने त 1-1.5 घन्टामै पुगिन्छ अरे यो बुकीपाटनबाट। अब छिटो हिँड्नुपर्छ माथि पुग्नलाई। माथि भेडा मजाले छन् अरे कि। 2-3 हजार भेडा छन् रे। अनि भ्यूहरू पनि एकदम राम्रो छ कि माथि। यता हेर्नुहोस् त घाम उदाउँदै गरेको। यहाँ यस्तो कुहिरो लागिरहेको छ। अब यो कुहिरो हट्यो भने चाहिँ यहाँ निकै राम्रो भ्यू देखिँदो रहेछ। हिमालहरू मजाको यस्तो छ यता। कुहिरोले ढाकिसक्यो सबै। यहाँ बस्ने ठाउँहरू पनि ढाकिसकेको छ। यताबाट कुहिरो फार्दै गइरहेको छ। यो बिहानको भ्यू, यो बुकीपाटनभन्दा थोरै माथिको हेर्नुहोस्। अब यता भने कुहिरो लागेको छ, यताको साइडमा भने कुहिरो यसरी लागेको छ। अब यताबाट कुहिरो हट्दैछ भनेपछि यता पनि हट्छ। हामी जस माथि पुग्दाखेरि सब हट्दिए हुन्थ्यो। साथीहरू यता हेर्नुहोस् त हिमाल देखिन लागेको छ। घाम लागेसँगै यताको भ्यू पनि यस्तो राम्रो देखिन लागेको छ। वाउ, यस्तो हो नि त ठाउँ भनेको है।
यस्तो बाटोमा हिँड्न पनि मजै आउँछ। जे होस् अब यहाँसम्म अलिकति त्यस्तो उकालो थिएन, सम्म थिएन। ओ त्यहाँबाट उकालो हैछ जस्तो छ। अब हेरौँ है त उकालो के हो कसो। यता भने पानी चाहिँ यहीँ उम्रिँदो रहेछ कि पानी मजाले। पानी चाहिँ मजाले उम्रिँदो रहेछ। अब त्यहाँ उकालो छ, यता पानी उम्रिएको छ। यता घाम अलि माथि आइसक्यो है। यताको भ्यू पनि हेर्नुहोस्, हिमाल भयो। यो कुहिरो पनि बवाल देखिएको रहेछ यहाँबाट अहिले। अनि त्यसपछि यताको त भ्यू कति देखाउने है। अब यता जाम, अगाडि बढौँ। यता ढुङ्गा खस्ला खस्ला जस्तो पनि रहेछ, माथि माथि ढुङ्गा अड्किएको रहेछ। यता भने त्यस्तो, यता भने झन् उकालो। अहिलेसम्म हामी सम्मसम्म आएको थियौँ, यता भने उकालो बाटो रहेछ। अब यो उकालो कटेर जानुपर्छ। बाट हिँडेपछिको सबभन्दा ठुलो उकालो अहिलेसम्मको हामीले भेटेको यही हो है। यो उकालो कसरी कट्ने हो। स्यास्या भयो बोल्न पनि यो हाइटमा। त्यही पनि तपाईँहरू हेर्नुहोस् है बाटो के कस्तो छ। म खासै बोल्न नसके पनि अब कति बेला कटिन्छ त नि। यो उकालो त ड्यान्धरै ठुलो छ त। स्यास्या हुने रहेछ यहाँ त। यत्तिको उकालो हिँड्न सकेपछि त जस्तो उकालो पनि हिँड्न सकिन्छ होला है। त्यो त खोल्सा बाटो छ त यार, बाटो पनि। गन्तव्यमा पुग्नलाई यस्तो दुःख गरेर हिँड्नुपर्छ। यो 4,4200 मिटरको 4200 मिटर जति होला। यहाँ अघि तल बुकीपाटनमा 4,000 थियो। बुकीपाटनबाट 1 घन्टा 5तिर आइसकियो भनेपछि यस्तै 4200 मिटरमा यस्तो उकालो हिँड्नु परेको छ। हेर्नु त, न बाटो न के, बाटो पनि खोज्दै खोज्दै हिँड्नु परेको छ। अब यताको कुहिरो लागेको छ। यता भने त्यस्तो राम्रो देखिएको छैन अहिले। अब माथि हेर्नु त, यस्तो छ कि मास्तिर हाइट पनि छ। यस्तो दुःख पाउनु परेको छ। दुःखको बाटो। वाउ, त्यहाँको भ्यू हेर्नु न एकचोटि कस्तो राम्रो के। कुहिरो माथि ट्याक्क यस्तो। यता भने बाटो यस्तो छ। घाम माथि घाम लागेको छ है। खुसीको खबर हाम्रो लागि, माथि घाम लागेको छ। हामी दुईटा मात्र आइसक्यो। उहाँ परबाट 1-2 जना आउँदै रहेछन्, नत्र भने हामी 2 जना मात्र। अब कुहिरो हट्न लागिसकेको छ। यता चाहिँ रातिमा भन्छ ट्याक्क उज्यालो भएपछि हिँड्नु होला। तपाईँहरू यता आउनुभयो भने
किनकि यस्तो छ नि त ढुङ्गाहरू खस्ने ओर्ने चान्स भनेको धेरै छ कि यता यत्रो ठुलो उकालो अब यहाँबाट सकियो कि जस्तो छ यहाँ चाहिँ डाँडामा आइयो वाउ यताको त भ्यूको त कुरै नगरौँ वाउ फुर्से देउराली हेर्नु त फुर्से देउरालीले टिकाधारा 1 किलोमिटर रहेछ है यहाँबाट ल अब हामी जान जम्मा 1 किलोमिटर रहेछ एकचोटि यहाँको भ्यू हेर्नुहोस् त कस्तो राम्रो छ यो फुर्से देउरालीमा यता हेर्नुहोस् त कस्तो राम्रो के हो यहीँ सुत्न पाएदेखि त कस्तो आनन्द हुन्थ्यो होला है सधैँभरि वाउ बल्ल अलिअलि स्वर्ग आए जस्तो फिल भयो यहाँ माथि निस्किँदा त हेर्नुहोस् त कस्तो राम्रो डाँडाहरू यता यस्तो छ यता यस्तो छ वहाँ पर भने भेडा चरिरहेका छन् अब बल्ल स्वर्ग आएँ है म भन्ने जस्तो फिल भयो के नेपालमा पनि यस्तो छ है आउनुहोस् घुम्न अब टिकाधारा पुग्न लागिएको छ पुग्नभन्दा अगाडिको यो बाटो र यो दृश्य हेर्नुहोस् हिमालको यता सनराइज सन उदाएको यता यस्तो छ भ्यू यस्तो बवाल छ यता अब चाहिँ पुग्न लागिएको छ यता त हाइटमा भए पनि त्यस्तो अन्तको ट्रेकिङ जस्तो गाह्रो त नहुने के त्यस्तो रहेछ कि यो ट्रेकिङ चाहिँ एकदम सजिलो रहेछ कि हाइटमा भए पनि यहाँबाट त सिधै आँखा अगाडि चाहिँ हिमाल वाउ यस्तो हिमालको त काखमै आए चाहिँ हुँदो रहेछ स्वर्ग भने त स्वर्ग जस्तो ठाउँ छ यार स्वर्ग आए चाहिँ फिल हुने कि यहाँ आउँदा त वाउ हेर्नुहोस् न अगाडि चाहिँ हिमाल के धेरै सङ्घर्षपछिको यो स्वर्गको दृश्य दुःख पाएर आएको यही हिमाल हेर्नको लागि हेर्नुहोस् यो ढोरपाटन बुकीपाटन भन्दा माथि टिकाधाराबाट देखिएको यो हिमाल तपाईहरू यहाँबाट यसरी हेर्न सक्नुहुन्छ फाइनल्ली बुकीपाटनबाट 1.5 घन्टा हिँडेर माथि टिकाधारा आइएको छ यहाँ हेर्नुहोस् टिकाधाराको यस्तो राम्रो भ्यू छ टिकाधारा तपाईहरू बुकीपाटन आउनुभयो भने यहाँ आउन नबिर्सिनु होला यता हेर्नुहोस् यस्तो भेडाहरू यस्तो राम्रो यहाँ रेस्ट गरेर बसेका छन् यताको भ्यू हेर्नुहोस् अब यता हिमाल यस्तो राम्रो हिमालहरू देखिएको छ हिमाल त यहीँ आँखाकै अगाडि हिमाल त काखमै छ यस्तो राम्रो भ्यू हेर्न तपाईहरू पनि एकचोटि अवश्य आउनु होला बागलुङ जिल्ला ढोरपाटन हुँदै बुकीपाटन हुँदै माथि टिकाधारा एकचोटि यहाँबाट जुम गरेर पनि हेरौँ है त हिमाल वाउ हिमाल त यहीँ आँखामै आयो त हेर्नुहोस् त आँखामै आयो हिमाल यस्तो राम्रो यता पनि हेरौँ अब एकचोटि यता पनि हेरौँ वाउ वाट अ भ्यू यस्तो ठाउँमा आउँदाखेरि त स्वर्ग आए भन्दा पनि आनन्द हुन्छ त अब म तपाईहरुलाई यता भेडाहरू देखाउँछु है कति धेरै भेडा छन् त टिकाधारामा यता हेर्नुहोस् त भेडाहरू रेस्ट गरिरहेका छन् अहिले ल यता हेर्नुहोस् त भेडाहरू यसरी रेस्ट गरिरहेछन् दाइ कुकुरले त धपाउन्न भेडातिर जाँदा ल हेर्नुहोस् त भेडाहरू टिकाधारा माथि बुकीपाटनबाट 1.5 घन्टा माथि ढोरपाटनबाट चाहिँ लगभग 5 घन्टा माथि ढोरपाटनबाट तपाईहरु आउँदाखेरि बुकीपाटन बस्नुपर्छ बुकीपाटनबाट त्यसपछि यता आउनुपर्छ हेर्नुहोस् यहाँ भेडाहरू हो कति धेरै भेडा यस्तो ठाउँमा आउँदाखेरि जति आनन्द के होला यता यसरी भेडा यसरी सुतिरहेका छन् रेस्ट गरिरहेका छन् यता भने हिमालहरू हाँसिरहेका छन् हेर्नुहोस् अनि त्यसपछि यता हिमाल हाँसेको छ अनि त्यसपछि यता हेर्नुहोस्
भ्यू 360 भ्यू पनि हेर्नुहोस् न। मलचरीका बथान हजुर हेर्नुहोस् साथीहरू, यस्तो भेडाहरूसँग यस्तो यिनीहरू त सब रातो रातो लाएर आएका रहेछन्। यता आउँदाखेरि चाहिँ रमाइलो आनन्द हुँदो रहेछ भेडाहरूतिर जाँदा। यहाँ भने चिफ्लो रहेछ के धेरै जो चिफ्लो रहेछ, त्यही भएर अलिकति म छिटो आएँ यता। भेडा हेर्दै उता उता छेउछेउमा पनि जाम है त, कता कता के कसो छ एकचोटि सबै हेर्नुपर्छ। हेर्नुहोस् त भेडाहरू, यो भेडाहरू चाहिँ यहाँ लगभग 2-3 हजार छन् रे है यो ठाउँमा। अब कति छन् त्यो त गनेर सकिँदैन, टोटल 2-3 हजार छन् रे कि। उता उता जाम, माथि माथि जाम, तर यो ठाउँमा त लास्टै जाडो हुन्छ होला हौ। अब एकचोटि उता उता पर पर ढुङ्गा माथि पनि एकचोटि यता पनि जाम है त, यताबाट यता ढुङ्गातिर के कस्तो छ। यता 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 चिफ्लो रहेछ, ढुङ्गा चिफ्लो रहेछ। ऐट यता मासतिर या यता यता जाम, यता जाम, यता जाम। यसरी ढुङ्गा ढुङ्गाबाट लोटियो भन्दा यहाँ त काट्छ त यता। लाग्यो, यस्तो राम्रो ठाउँ रहेछ। यता त घोडा पनि रहेछ, घोडा भेडा सबै रहेछन् यता। हेर्नुहोस् अब एकचोटि यताको भ्यूबाट पनि हेरौँ है भेडाहरू। यता सर यताबाट यसरी हेरौँ। टिकाधाराबाट हेर्नुहोस् हिमाल जुम गर्ने हो भने यसरी पनि यस्तो नजिक देखिँदो रहेछ कि, भनेपछि खासै टाढा छैन, थोरै पर जाने हो भने त हिमालै छ जस्तो कि। यस्तो राम्रो हेर्नुहोस् न, यहीँ स्वर्ग जस्तो कि, यहीँ सुतम सुतम हुने जस्ता हिमालहरू। अब भेडाहरू पनि भोकाए जस्ता छन्, यहाँ कराउन थालेका छन्। यिनीहरूलाई जाडो पनि नहुँदो रहेछ, पानीमै भिज्ने पानीमै बस्ने त्यस्तो रहेछ के। यस्तो यताबाट यता यता निकै राम्रो छ। अब अलिकति पर गएर बनाउँछु है म। कस्तरी घोडाहरू दुगुरेका हुन् कि यता। अब यहाँको रमाइलो सिनहरू मैले खिचेर सकेँ। अब भने म वहाँ पर यो टापुमा गएर खिचेर तपाईँहरूलाई राम्रो भ्यू देखाउने कोसिस गर्छु है। त्यहाँ माथि यो टापुमा गएर यो हिमालहरूको नजिक सब खिच्छु है। अब यहाँबाट जाम वहाँ पर हिमालको नजिकैबाट दर्शन गर्न जाम है। अब हेर्नुहोस् यहाँ यसरी घोडा पनि चढेर हिँड्न सकिँदो रहेछ। यहाँ घोडा पनि चढ्ने व्यवस्था रहेछ। यहाँ भेडाहरू घोडाहरू, यहाँ दाइ घोडा चढ्नुको छ। क्यारेको दाइ यस्तो हजुर दाइ दुगुर्दैन नि यो, समात्दिनु है, मलाई त डर लाग्यो यो दुगुर चाहिँ जैला हजुर। हेर्नुहोस् मैले टिकाधारामा यसरी घोडा चलाएको छु, हिमालमा यसरी घोडा चलाउनुको मजै बेग्लै छ। यता पछाडि भ्यू हेर्नुहोस्, हिमालको भ्यू। यता एक्लै घोडा चलाइरहेको छु, दाइ अगाडि हुनुहुन्छ। घोडाको चाहिँ यो ब्रेक, अब घोडालाई जता मोड्यो घोडा त्यतै जान्छ। यता हेर्नुहोस्, यता भेडाहरू पनि यस्तरी छन् हिमालमा यसरी। अब यताबाट पनि हेरौँ ल, यताबाट हिमालको भ्यू छ यसरी।
यस्तो आनन्द आउँछ यहाँ घोडा चढ्न। रमाइलो आनन्द भइरहेको छ। तपाईँहरू पनि आउनुहोस् है एकचोटि यो टिकाधारा घुम्नलाई। यो ठाउँलाई टिकाधारा मात्र भन्छ कि अरू नि केही भन्छ दाइ? यो टिकाधारा हो। अनि यो भन्दा परि गएपछि सातवन छ, भैँसीगोठ छन्, गाईगोठ छन्। उता झन् रमाइलो, घुमाम देखिन्छ, मैगोठ देखिन्छ। यो ठाउँ त निकै रमाइलो है दाइ। तपाईँहरूलाई नि आनन्द हुन्छ? हजुर, तपाईँहरूलाई नि आनन्द हुन्छ, हामीलाई चाहिँ अर्ग्यानिक चिज खाना खाने, बिरामी हुँदैन, भैँसीको दुध खाने। म भैँसीको दुध ल्याउँछु, मेरो लोकल भैँसीको दुध ल खानु। तपाईँको घर ढोरपाटन है? मेरो ढोरपाटन नगरपालिका वार्ड नम्बर 9। अनि यी भेडाहरू चाहिँ रुकुमका हुन्? रुकुम, रोल्पा, बागलुङ सबै ठाउँका हुन्। ए, तर निकै रमाइलो छ यसरी घोडा चढ्न। हेर्नुहोस्, सबैजना अवश्य आउनु होला है यो टिकाधारा घुम्नलाई। अझ सातवनमा आउनु, सातवनबाट भैँसीगोठ छन्, गाईगोठ छन्। अनि हुगाम, मैकुट, रुकुमको जिल्लाबाट नजिकै छु म। यहाँबाट 2 घन्टा लाग्छ। हेर्नुहोस्, रुकुम होइन, मेरो भैँसीगोठमा पुग्न यहाँबाट 2 घन्टा खुट्टा हिँडेर। यहाँबाट रुकुम पुग्न कति छ दाइ? रुकुम पुग्न अब हुगाम, मैकुट पुग्न आज दिनभरि हिँड्यो। हुगाम अनि पिल्माबाट, पिल्मादेखि अब पिल्मा, मैकोट, अब हुगामहरू सबै ठाउँ गइन्छ। घोडा चढेर म सकिन लागेको छु। यसरी घोडा चलाइरहेको छु मैले। यसरी अब घोडाबाट नि झर्नुपर्छ, धेरै चढ्नु हुँदैन। यता घोडाबाट हेर्नुहोस् भेडाहरू यहाँ कति छन् दाइ टोटल? छन् अब 3000। 3000? हजुर, 3000 को हाराहारी छन्। ए, तपाईँको भेडा पनि हो कि घोडा मात्र हो दाइ? होइन, मेरो भेडा छैन, मेरो भैँसी छन्, घोडा छन्। ए, म भैँसीको ठालो। ए, रोकिदिनुहोस् दाइ, म अब झर्छु, भयो भिडियो। साथीहरू, अब हामी हिमालमा हिमाली दुध खाँदैछौँ। हिमालमा दाइ यो भैँसीको दुध हो? प्योर लोकल भैँसीको दुध। यहाँ हाम्रो दाइले कहाँबाट ल्याउनु आएको दाइ? सातवनबाट लिएको। हामीले यता भेडाहरू छन्, भेडाहरू भएको ठाउँमा हामी भैँसीको दुध एकदम तातो प्योर। पानी हालेको कि नि दाइ? ए ल, चाहुमै हिमालको दुध कस्तो हुन्छ, पानी हालेको छैन भन्नुहोस् दाइले। तातो तातो छ, मिठो छ हाम्रो घरतिरको भन्दा। ल साथीहरू, मैले तपाईँहरूलाई वहाँ पारी लान्छु भनेको थिएँ। पारी जान्छु भन्दै कुहिरो लाग्यो, त्यही भएर हिमाल छेकियो। त्यही भएर अब चाहिँ पारी चाहिँ जान सकिएन। अब चाहिँ म यहीँबाट निस्किन्छु है। यहाँ हेर्नुहोस्, यहाँ भेडाहरू यसरी। अब भेडाहरूलाई पनि बाई गरेर यस्तो राम्रो ठाउँबाट निस्किनुपर्छ तलतिर। फेरि आज सेङ्जै पुग्नुपर्ने छ, त्यही भएर हामी अब यहाँ टिकाधाराबाट बुकीपाटन गइन्छ, बुकीपाटनबाट ढोरपाटनबाट बुर्तिबाङबाट फेरि बाइकमा स्याङ्जा। कुहिरो लाग्यो, त्यही भएर पानी पऱ्यो भने यस्तो हाइटमा जाडो हुन्छ। त्यही भएर अब चाहिँ म यहाँबाट हिँडेँ है। तपाईँहरूलाई अलिअलि बाटोमा फर्किँदाखेरिको पनि राम्रो भ्यूहरू देखाउँछु। अब जस्तै बाटोमा हिजो आउँदाखेरि पानी परेको भ्यूहरू त देखिएको छैन नि त। जस्तै घाम लाग्यो भने चाहिँ म तपाईँहरूलाई त्यो पनि देखाउँछु है। यहाँबाट तलतिर जाँदाखेरि हेर्नुहोस् है, म धन्न लोटिनँ। यस्तो बाटो आउनुपर्छ। पानी परेको हैछ कि अघि हामी जाँदा त चिप्लो थिएन। यस्तो पहाड चढ्न सक्नुपर्छ, हिम्मत हुनुपर्छ यस्तो चढ्नलाई। उकालो जाँदा त बरु केही थिएन, ओह्रालो जाँदा भने यस्तो गाह्रो रहेछ। हिमाल चढ्न चाहिँ हुन्छ होला हो यो उकालो त। यहाँ त ढुङ्गा पनि खस्ने चान्स हुँदो रहेछ, त्यही भएर एकदम ख्याल गरेर हिँड्नुपर्ने रहेछ। तल कुकुर पनि रहेछ, लोटिन्छै भन्नुपर्ने भिडियो बनाउँदै हिँड्दाखेरि। लोट्न चाहिँ भएन है, अरू जे भए पनि लोट्न भएन। उहाँहरू काठमाडौँतिर हिँड्दा पनि यस्ता पनि मजाले हिँड्नु हुँदो रहेछ है दाइ? पहाडमा हिँड्नुभएको थियो यसरी? ए, पाँचखल पहाडै छ मजाको। ए भेली हो? ए
तर यहाँ चाहिँ लास्टै खतरा रहेछ कि तलै ढोरपाटनदेखि चाहिँ आउँदाखेरि है ढुङ्गा खस्ने चान्सहरू सबै यहीँ रहेछ। पानीको बेलामा त यहाँ त हिँड्नु हुँदैन। पानी यहाँ ठुलो पानी पऱ्यो भने त यता नआउनु है कोही पनि। यहाँ ढुङ्गा यस्तो हेर्नुहोस् त, यस्ता ढुङ्गाहरू यहाँ छन्। अब यहाँबाट यस्तो तलसम्मै यस्तो छ। अब पनि केही छैन, हामी त बानी परेका छौँ, हिँडिन्छ यस्तोमा मजाले। तर लोटियो भने फेरि बानी परे पनि हुन्न है। अब तलै पुगिन्छ फेरि लोटियो भने। जुत्ताको हालत, उहाँ भेडाको गोबर यताउता सब हिलो सिलो सब छ। यही थियो यता मासतिर जाँदाखेरिको सबैभन्दा ठाडो उकालो भनेको नै यही मात्र थियो। उहाँ माथिबाट यस्तो भिरालो सकेर अब चाहिँ तल आइयो, यता तल आइयो। अब साथीहरू बिहान उठ्ने बित्तिकै यहाँ खुलेको थियो बुकीपाटनमा। माथि टिकाधारामा पनि हामी जाँदा खुल्यो, मजाले भिडियो बनाउनु पाइयो एकछिन। तर अहिले फेरि यहाँ आउँदाखेरि यहाँबाट एकछिन यहाँको पनि एकचोटि राम्ररी गरौँला भनेको यहाँ खुलेन। अब हामी यहाँ अब खाजासाजा खाएर, यहाँ प्याकेजको खाजा हुन्छ, अब त्यो खाजा खाएर हामी लाग्छौँ तलतिर ढोरपाटनतिर है। म यहाँ बुकीपाटनबाट खाजासाजा खाएर अब तलतिर ढोरपाटनतर्फ लागेको छु। अब यहाँ खाजासाजा बस्नको प्याकेजहरू के कस्तो छ त एकचोटि तपाईँहरूलाई म भन्छु है त। अहिलेसम्म यहाँको प्याकेज कस्तो रहेछ भन्दाखेरि यहाँ 2500 रहेछ प्याकेज, जसमा तपाईँहरू आउँदाखेरि सुरुमा चियाले स्वागत गर्नुहुन्छ। त्यसपछि राति खानामा चाहिँ तपाईँहरूले यदि भेज खाना खानुभयो भने चाहिँ 2000। अब तपाईँहरूले भेडाहरूको यस्तै मटनहरू खानुभयो भने चाहिँ के रहेछ त भन्दा 2500 रहेछ यहाँको प्याकेज। अनि बस्न ओर्न अनि त्यो भयो। अनि त्यही प्याकेजमा बिहान चाहिँ तपाईँहरूले चना, अन्डा, तरकारी अनि एउटा पुरी रोटी पनि पाउनु हुँदो रहेछ। अब यहाँको प्याकेजको चाहिँ त्यही छ, 2500 लाग्ने रहेछ माथि। अब तपाईँहरूले एक्स्ट्रा केही खानुभयो भने त्यो छुट्टै भयो। यहाँको प्याकेजहरू थाहा पाउनुभयो नि बुकीपाटनको। बुकीपाटन आउँदाखेरि माथिलाई 2500 र एक्स्ट्रा तपाईँहरूलाई कति लाग्छ त्यो लिएर आउन नबिर्सिनु है। अब जाँदा यस्तो उकालो चढेर गयो साथीहरू। अब चाहिँ ओह्रालो लाग्यो है त। ओह्रालो चाहिँ अब 2 घन्टामा पुगिन्छ ल, आउँदा चाहिँ 4 घन्टा लागेको थियो। अब 2 घन्टामा ढोरपाटन पुगिन्छ, त्यसपछि लागिन्छ बुर्तिबाङतिर। एकचोटि यहाँबाट पनि हेर्नुहोस्, ओह्रालो पनि हेर्नुहोस् एकचोटि। यहाँ घोडा चरिरहेछन्, त्यहाँ हो त्यहाँनिर घोडा चरिरहेका छन्। अनि त्यसपछि यो कुहिरो लगाएको भयो। अब यतापट्टि एकचोटि ओह्रालो पनि हेरौँ है त, कतिको ओह्रालो छ। लास्टै उकालो भनेको चाहिँ यता आउँदाखेरि चाहिँ यही पुग्ने बेलामा हो। अन्त त्यस्तो खासै उकालोहरू छैन। एउटा चाहिँ ठाडो खोलाको उकालो चाहिँ अलिकति ठुलै छ, त्यसपछि यो। अन्त त्यस्तो खासै उकालो रहेनछ यता। त्यस्तो अन्त ट्रेकिङ जस्तो गाह्रो चाहिँ छैन है। यहाँ जाँदाखेरि हामी यस्तो उकालो गएको थियौँ। उकालो जाँदा बरु बिस्तारै गइएको थियो, ओह्रालोमा त आफै तल जाँदाखेरि त खुट्टै दुख्ने रहेछ जुत्ताले। यी भाइ बहिनीहरू बरु यस्तो मजाले दुगुर्दै आएछन्, कहाँदेखि आएका हुन्। यस्तो छ ओह्रालो। यता मासतिर हेर्नुहोस् भिर। अब भाइ बहिनीहरूलाई सोधौँ है त कहाँदेखि आउनुभएको रहेछ। कहाँदेखि आउनुभएको तपाईँहरू? कहाँ? ढोरपाटन घुम्न आएको कि घर यतै हो? ए गोठबाट आएको भनेको। ए पढ्छौ कि नै त? कहाँ छ त स्कुल यता? उहाँ तल ढोरपाटन। ए उहाँ जान्छौ पढ्न? उतै बस्ने रे। ए बर्खे बिदामा आएको। ल राम्रोसँग पढ है। ल बर्खे बिदामा आउनुभएको रहेछ गोठबाट। उता ढोरपाटनभन्दा तलतिर पढ्नुहुन्छ अरे। हेर्नु त बुकीपाटनमा ग्यास लान, सामान लान कस्तो गाह्रो छ। यसरी घोडाहरूले दुःख पाएर यसरी लानु पर्दो रहेछ। कति गाह्रो भएको होला यिनीहरूलाई। घोडाहरू त बलियो हुने है बुवा? माथि पनि गइयो।
कति मजाले हिँड्ने कि यस्तो उकालोमा पनि। हेर्नु त यस्तो यस्तो उकालो, यो उकालो त के हो र, अझै माथिको त्यस्तो त्यस्तो उकालो पनि घोडाहरूले यस्तो दुःख गरेर बोक्नु परेको छ। कति गाह्रो भएको होला उनीहरूलाई। हेर्नुहोस् त साथीहरू, यहाँ माथि बुकीपाटन आउनलाई यसरी घोडामा मान्छेहरू यसरी पनि आउँछन्। बरु हिँडेर आउनु नि यसरी घोडालाई दुःख दिनुभन्दा त है। यस्तो ट्रेकिङको मजा लिन पनि घोडा चढेर के आउनु, हामी जस्तै हिँडेर आउनुपर्छ। यसरी घोडालाई दुःख दिनु हुँदैन। तपाईहरूलाई यस्तो बाटोमा हिँड्न मनपर्छ कि नि? मलाई चाहिँ एकदम मनपर्छ है यो बाटोमा यसरी हिँड्नु। अब यहाँ नदी छ यहाँनिर, अहिले चाहिँ घटेको रहेछ हो यो खोला त। हिजो जाँदा त डेन्जर बढेर यतै आएको थियो यो खोला, अहिले त लास्टै घटेको रहेछ। हिजो जाँदा त कस्तो बगेको थियो, अहिले त घटेको रहेछ। यस्तो हिलो हिलो बाटोमा गाह्रो भएको छ हिँड्न, ओह्रालोमा चिप्लो चिप्लो रहेछ कि। यता आउँदाखेरिको राम्रो पुल, ठुलो राम्रो पुल हेर्नुहोस्, यो भयो। अनि त्यसपछि यताबाट यो बगेको खोला पनि हेर्नुहोस् एकचोटि। यस्तो खोलाको यो साउन्ड सुन्दाखेरि तपाईँहरूलाई कस्तो आनन्द लाग्छ कि लाग्दैन? मलाई त एकदम बवाल, एकदम आनन्द लाग्छ कि, पिसवाला आनन्द लाग्छ कि। अब यताबाट चाहिँ बुकीपाटन टिकाधारा पुगेर फेरि ढोरपाटन आइयो। ढोरपाटनबाट हिजो गएर बुकीपाटन बसेर आज बिहान टिकाधारा पुगेर फेरि आजै ढोरपाटन आइयो। तपाईँहरूलाई अब बुकीपाटन अनि टिकाधाराको ट्रेकिङ के कस्तो लाग्छ, कति टाइम लाग्छ भनेर तपाईँलाई लागेको छ भने, यो ट्रेकिङ जान बुकीपाटन लगभग 4 देखि 5 घन्टा र त्यहाँबाट 1 घन्टा उता टिकाधारा छ। अब तपाईँहरूको हिँडाइमा पनि फरक पर्छ त्यो चाहिँ। अब यो अरू ट्रेक जस्तो त्यस्तो गाह्रो चाहिँ रहेनछ कि। अब मेरो एक्सपिरियन्स अनुसार यो बुकीपाटन टिकाधाराको ट्रेक चाहिँ अन्तको जस्तो गाह्रो ट्रेक चाहिँ छैन। तपाईँहरू अहिलेसम्म ट्रेकिङ जानुभएको छैन भने पनि राम्रोसँग जान सक्नुहुन्छ बिस्तारै। अब भने म यहाँ ढोरपाटन आएको छु। अब यहाँ ढोरपाटनबाट गाडी चढेर बुर्तिबाङ जानुपर्छ, किनकि मैले बुर्तिबाङमा बाइक छोडेर आएको छु नि त। यता यो ढोरपाटनको बाटोमा बाइक बिग्रिन्छ, हिलो हुन्छ, दुःख पाइन्छ भनेर मैले बुर्तिबाङ छोडेर आएको छु। ठिक पनि गरेरैछु, किनकि बाटो त तपाईँहरूले देखिसक्नुभयो। अब जाम हामी ढोरपाटनबाट बुर्तिबाङ, त्यसपछि जानुपर्छ बाइकमा। अब चाहिँ म ढोरपाटनबाट गाडी चढेको छु र अब बुर्तिबाङतर्फ जाँदैछु। बुर्तिबाङ पुगेर बाइकमा जानुपर्छ। अब ढोरपाटन जाँदाखेरिको सबैभन्दा डेन्जर बाटो चाहिँ यही नै है। डेन्जर गाडी हेर्नुहोस्, भाँचिएको पनि यस्तोरी हेर्नुहोस्। यता भेकुले पनि खनिरहेको छ। यस्तो छ यस्तो। यता भेकुले भने साइड दिएको छ अहिले। मजा आउँछ कि जियोस् यस्तो बाटोमा चढ्न चाहिँ। भाइ ओह्रालोमा नि 4 व्हिलै लाउने होला है। हेर्नुहोस् यस्तो बाटोमा कहिल्यै चढ्नु भएको छ तपाईँहरू? नचढेको भएदेखि एकचोटि ढोरपाटन आउन नबिर्सिनुहोस् है। यस्तो रमाइलो बाटोमा चढ्ने हो भने एकचोटि ढोरपाटनको टिकट काट्नुहोस् अनि आउनुहोस्। बोलेरोमा आए पनि हुन्छ। तपाईँहरूको बाइक ल्याउनु भयो भने हेर्नुहोस् कतिको दुःख पाइन्छ। कुकुरले नपाएको दुःख पाइन्छ बाइक लिएर आउनुभयो भने। कुकुरले नपाएको दुःख पाइन्छ यहाँ बाइक लिएर आयो भने। त्यही भएर मैले बुर्तिबाङ राखेर आएको। बोकेर ल्याउनु पर्छ बाइक त। अहिले त झन् ढिलो भएको रहेछ कि। यताबाट पहिरो पनि आइरहेको छ यस्तो माथिबाट।
दाई पनि बोलिरहनु भएको छ है, गाडी चलाउँदै दाइले पनि यहाँ कमेन्ट्री गरिरहनु, कमेन्ट्री भन्दा पनि भनिरहनु भएको छ। दाइ यो दसैँतिर नि यस्तै हो बाटो? ए दसैँतिर त बाइक लिएर आउँदा नि भयो। ए दसैँतिर चाहिँ बाइक लिएर आउँदा पनि हुन्छ अरे है। मेरो हातै भिज्यो यो बाटो देखाउनु चक्करा, त्यही भएर सबजनाले हेरिदिनुहोस् है, स्किप नगरिकन। यता कुहिरो लागिरहेको छ। भाइ यस्तो बाटो चलाउनु त मजा होला है। मलाई नि यस्तोमै चलाउनु मजा लाग्छ कि। मेरो पनि छ कि लाइसेन्स। अब म उस्तै पऱ्यो भने जिप लिएर ढोरपाटनको भ्लग बनाउन नि सक्छु है। तपाईँहरूले फलो गर्दै गर्नुहोस्। मेरो दादालाई अर्का गुरुले फलो गर्नु है। हेर्नुहोस् हेर्नुहोस् मजाले हेर्नुहोस्, नातिकिन हेर्नुहोस्, यता टायरतिर पनि हेर्नुहोस्। जय हो। तर हात भिजे पनि केही छैन। तर त्यता बुर्तिवाङतिर नि पानी पर्यो भने त हामीलाई त गाह्रो पर्छ क्या अरे। टायरमा पुगाइरहेछ हेर्ने पानी। पानी यस्तो ठुलो पानी परेको छ, भल परेको छ। यता पछाडिको पनि यस्तरी हेर्नुहोस्, खोला खोला बगेको छ, यस्तरी खोलै खोला। अब यता यति हो, फेरि दुःख भनेको यतै हो। अलिकति ग्रेभल पनि छ, फेरि सबै दुःख सोच्नु पर्दैन। मेरो भ्लगमा आइसकेको छ। जाँदाखेरिकोमा भाँचिएको भ्लग छ के अरे। तलतिर जाँदा त भाँचिन रहन्छ गाडी। उता हेर्नुहोस् बाइक कसरी आउँछ, ल त्यता हेर्नुहोस् एनएस बाइक आएको छ। ल हेर्नुहोस् बाइक कसरी आउँछ, दुईटा एनएस आएको छ। तर सिङ्गल लिएर आँखा त धकेल्ने मान्छे खै त बाइकको। तर यस्तोमा बाइक लड्काउन नि मजा आउँछ है। यता साइडबाट पछाडिको टायर लड्काउनु कि। कहाँदेखि आउनुभएको छ दाइहरू? नारायणघाटतिरबाट आइछ। नारायणघाट नारायणीको नम्बर प्लेट छ त्यो बाइकमा। मेरो गोप्रो आज दियोस् मजाले धोइयो, अहिलेसम्म पानी खाएको थिएन। ढोरपाटनको पानी खान लेखेको रहेछ। हेर्नुहोस् यता कुहिरो लागेको छ। यता ढोरपाटनतिर चाहिँ दिउँसो साँझमा लगभग पानी पर्दो रहेछ क्या। यस्तै छ, हिलो उता अगाडिबाट पनि गाडी आएको छ। म त सब बिजी यार। हेर्नुहोस् त आँखै अगाडि गाडी खस्यो। अब त हामी त यहाँ झन् जाममा परिने भयो त। यो गाडी अब कसरी निस्किन्छ? ब्याक आउँछ फोर व्हिल गाडी भएपछि नआउने कुरा हुन्छ। नालीबाट पनि हिँड्छ फोर व्हिल गाडी त। अब हामीले मेला बाइकहरू केही हेर्न सकिन्न।
ल निस्कियो हेर्नुहोस् गाडी भाँसिएको हेर्नुहोस् गाइस जगल्दै मिनी भयो मलाई आइज भन्नु ल गाइस ल अब चाहिँ धकेल्न जानु पर्यो फाइनल्ली बुर्तिबाङ आयो अब बुर्तिबाङबाट अब हाम्रो बाइक लिगेर हामी भने दुगुर्दै लाग्छौँ सेङ्जातर्फ अब यहाँ बुर्तिबाङ बजारमा 6:30 भइसकेको छ अब 6 घन्टा रातिमा बाइक चलाएर जानुपर्छ